बेला चाहिँ भ्लग बनाउन गइरहन्छु। अनि भ्लग चाहिँ आजको के कस्तो हुन्छ भन्दा चाहिँ आज हामी किराँत राई लिम्बूहरूको उपौली साकेला नृत्य हुन गइरहन्छ यहीँ काठमाडौँ चक्कली चोक बङ्गालमा। सो हामी चाहिँ त्यहीँ जान लागिरहन्छौँ। अनि अहिले चाहिँ म त्यतिकै नुहाएर कपाल सुकाएर बसिरहन्छु। अनि अब एकछिनमा चाहिँ हामी जानेछौँ किराँत ड्रेस लाएर। अनि सो हजुरहरूले मेरो जति नै युट्युब फ्यामिलीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ फुल वाच भिडियो हेरिदिनु होला। अनि जति नै नयाँ भ्युअर्सहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सब्सक्राइब गर्नु होला र अन्तिमसम्म फुल वाच हेरेर साथ दिनु होला। अनि आजको नृत्य चाहिँ के कस्तो हुन्छ, कस्तो खालको सिली हुन्छ, सो म त्यो हजुरहरूलाई देखाउने छु। सो अब चाहिँ हामी ड्रेस लाएर सो गाइस हामी चाहिँ अब ड्रेस लाएर जाने हो। तर म चाहिँ अलिक साह्रो बोल्नु पनि भएको छैन किनकि मेरो चाहिँ यतापट्टिको दाँत चाहिँ मैले अस्ति डेन्टल गएर झिकेको त्यही कारणले घाउ भएर अलिकति बोल्न पनि मिल्दैन। अनि मेरो अनुहार पनि अलिक सुनिरहेको छ यतापट्टि होइन। सो यही भए पनि म हजुरहरूलाई चाहिँ साकेलामा गएर त्यहाँको साकेला सिली नाच के कस्तो हुनेछ म देखाउने छु होइन। म धेरै साह्रो चाहिँ बोल्न मिल्दैन अनि मेरो भोइस पनि एकदम सानो आउँछ होइन। त्यसको लागि चाहिँ म सरी भन्न चाहन्छु। मेरो दाँत चाहिँ झिकेको हुनाले अलिक दुखाएको छ, त्यति धेरै बोल्न मिल्दैन। सो गाइस हामी चाहिँ साकेला जान लागेको अनि म चाहिँ रेडी पनि भइसकेँ। अनि बाबा भेना मम्मीहरू चाहिँ गइसक्नु भयो। अनि यहाँ पछाडि चाहिँ म नानाहरू छौँ। अनि म चाहिँ अब जान लागेको। सो म हजुरहरूलाई गइसकेपछि देखाउने छु है बाँकी भिडियो चाहिँ। अहिलेलाई चाहिँ म रेडी भएर टक्क म चाहिँ जान लागेको अब। फाइनली गाइस हामी चाहिँ यहाँसम्म आइसक्यौँ। अनि साकेला चाहिँ अहिले सुरु भएको छैन। अतिथिको आसन ग्रहणलाई म एकैछिन गेटबाट छिर्दैनौँ न पनि किन पाखाबाट छिर्ने अरे। यो चाहिँ गेट हो होइन, उभौली साकेला उभौली होइन। अनि हामी चाहिँ जाँदैछौँ। हाम्रो टोली चाहिँ यता पछाडि आउँदै हुनुहुन्छ। उता चाहिँ नाना हुनुहुन्छ, मेरो छोरा अनि भेना, अनि उता बाबा हुनुहुन्छ। अनि यो चाहिँ मेरो छोरो भदै हो। हाई भन। सो हामी चाहिँ जाँदैछौँ। कुना हिँड्न है साथीहरू। यता यस्तो दामी ठाउँ छ यहाँ पनि। यता मन्दिर बन्छ। हामी चाहिँ जाँदैछौँ। पुगेपछि हजुरलाई देखाउने छु होइन। नितले यो चाहिँ कालिका भगवती मन्दिर हो कि हो। सो गाइस हामी चाहिँ जाँदैछौँ। हामी पुग्न लाग्यो तर अहिले चाहिँ सुरु भएको छैन रहेछ। कृपया मान्छेहरू पनि धेरै चाहिँ आउनु भएको छैन। सो अहिले 2-3 बजीदेखि चाहिँ सुरु हुँदो होला जस्तो लागिरहन्छ। अहिले त भर्खर कति बज्यो, 1:30 पनि भएको छैन। सो हामी चाहिँ आइपुग्यौँ। सम्मान पत्र किराँत राईहरूको सर्वोच्च एकमात्र संस्था किराँत राई धेरै चाहिँ बाटो त्यो नगर समितिमा विगत विक्रम सम्वत 2000 नै लाछाहरू किन्ने भए नाना। नबिना नानाहरू कता छ हेरौँ न। भाषा धर्म वेशभूषालाई संरक्षण एवं प्रवर्तन पुर्याउनु भएको बहुदलीय योगदानलाई उच्च कदर गर्दै तपाईँ प्रगति राईज्यूलाई यसले सम्मान। फाइनली गाइस साकेला स्टार्ट सुरु भइसकेको छ। आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यहाँबाट सम्झिन चाहन्छु। यहाँबाट हामीलाई 5,000
रु 10,000 प्राप्त भएको छ। त्यसै गरी किराँतलाई सो फाइनली गाइस हामी चाहिँ फिर्किएको अब घरतिर जाने आइसक्रिम खाँदै आयो एक्लै एक्लै। अब हामी चाहिँ घरतिर गएको। यो गाडीको मान्छेलाई भेट्न गाह्रो पर्यो, कसरी कुदेको। कोही पछाडि आइसक्रिम जाँदै आउनु भएको छ। यो टाट भिजेको एकदम घाउ भएको एकदम पुग्यो, त्यही भएर चाहिँ म त्यहाँ घाममा धेरै बेर बस्न सकिनँ। त्यही भएर म चाहिँ हामी चाहिँ घर फर्किहालेको थिएँ। एकदम चर्को घाम पनि लागिरहन्छ, अनि त्यस कारण मेरो घाउ भएको कारणले पनि म चाहिँ बस्न सकिनँ। त्यही भएर म चाँडै घर फर्किँदैछु। चाहिँ हामी घर जाँदैछौँ। मेरो पछाडि मेरो छोरो र भेनाहरू आउँदै हुनुहुन्छ। अगाडि आप्पा जाँदै हुनुहुन्छ, अनि अगाडि गइसक्नुभयो नाना र भदै। फाइनली गाइस हामी चाहिँ घर पनि आइपुग्यौँ। अनि आजको भिडियो चाहिँ यति नै। अनि मेरो चाहिँ दाँत दुखेको कारणले गर्दा चाहिँ म चाहिँ लामो समयसम्म त्यहाँ बस्न सकिनँ, त्यसको लागि सरी। अनि आजको भिडियो चाहिँ के कस्तो लाग्छ होइन, अन्तिमसम्म फुल वाच हेरेर लाइक कमेन्ट गर्न नभुल्नु होला। अनि कोही नयाँ भ्युजहरू हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला। अनि यति भन्दै आजको भ्लग चाहिँ म यहीँ बन्द गर्न चाहन्छु। हस्त धन्यवाद।